गुड मर्निङ गाइस होइन हिजो कपाल काटेको जस्तो कस्तो देखिरहेको छ कालो भएर है मोटाएर कस्तो फेस राम्रो भएछ वेलकम सेक्युरिटीको लाइफ चाहिँ एकदम गाह्रो हुन्छ है दुबईमा चाहिँ किनभने 12 घन्टा चाहिँ ड्युटी गर्नुपर्छ अनि त्यो बाहेक अनि 1 घन्टा 2 घन्टा 3 घन्टासम्म ट्राभल हुन्छ है एकदम थकै हुन्छ त्यसपछि छुट्टी नै हुँदैन प्रायः जस्तोको छुट्टी नै हुँदैन एभ्रिडे त्यही रुटिन हुँदा चाहिँ शरीर चाहिँ एकदम थाकेको हुन्छ है गाइज यो चाहिँ मैले काम गर्ने ठाउँ हो बिहानको टाइम हो 8:30 बजे पनि मेरो ड्युटी स्टार्ट हुन्छ मलमा अनि अहिले चाहिँ मान्छेहरू आएको छैन गाई चाहिँ एकदम गाह्रो हुन्छ अनि यहाँनिर चाहिँ खाने ठाउँहरू टेबलहरू म चाहिँ एउटा महलमा काम गर्छु महलमा काम गर्छु गाइज सेक्युरिटी चाहिँ गाह्रो हुन्छ है मलाई चाहिँ झ्याउ लागिसक्यो अनि यो चाहिँ गाह्रो नै काम हो सेक्युरिटी काम गर्न चाहिँ मैले पनि ब्लग बनाउन हल्का सुरु गरेको छु ब्लग भन्ने कि भिडियो भन्ने है अनि मेरो ड्युटी चाहिँ चल हो म जाँदैछु यो चाहिँ फर्स्ट फ्लोर हो अनि 2टा मात्र फ्लोर छ म्याकडोनाल्ड बर्गर डेन्जर मिठो पाउँछ यहाँनिर चाहिँ बर्गर यहाँनिर चाहिँ ठुल्ठुलो ब्रान्डेडको रेस्टुरेन्टहरू पनि छ क्याफसी पनि छ गाई है क्याफसी पनि छ हेर्न सक्नुहुन्छ केएफसी चाहिँ बबाल मिठो हुन्छ है यहाँ साइडमा सैलुन पनि छ क्यान्सी सैलुन मैले काम गर्ने ठाउँ हो है गाइस यो चाहिँ अनि यहाँनिर बच्चाहरूको गेम खेल्ने ठाउँ प्ले जोन भइहाल्यो यस्तो यस्तो छ अनि यहाँनिर चाहिँ बढी बिल्डिङ टाइमै छैन म त 1 महिना जान्छु छोड्छु 1 महिना जान्छु छोड्छु यस्तै हुन्छ ल उसले त यस्तो छैन यो चाहिँ के भन्छ एलिभेटर यो खोलेकै रहेनछ उसले खोलेकै रहेनछ क्या यहाँ एउटा भाइ छैन पोखराको भाइ म चाहिँ उसलाई देखाउँछु है त है गुड मर्निङ गाइज मैले भ्लग बनाउनु स्टार्ट गरेको छु कि यहाँ एउटा पोखराको भाइ छ उसले चाहिँ यस्तो मिठो मिठो केक बेच्छ एडभर्टाइज गर्दैछु क्या तिम्रो केकको मलाई पैसा ल्याऊ ल साउला भन्नु ल कस्तो राम्रो केक है हेर न आम्मा भिक्टोरिया केक मेरो नाम युट्युब च्यानल नाम युराज गराउँदैछ भ्यानिला मिक्स हो यो केक हेर्ने यहाँनिर केकमा चाहिँ के हुन्छ फ्रुट्सहरू चाहिँ कस्तो दामीसँग गार्निस गर्छ क्या त्यो चाहिँ दामी लाग्छ मलाई यहाँको चाहिँ दुबईको चाहिँ मेन भनेको चाहिँ केकमा चाहिँ हाम्रो नेपालमा चाहिँ प्लेन केक पाइन्छ यहाँनिर चाहिँ यस्तो गार्निस स्ट्रबेरी के हो ऐसेलुहरू के हो नाम भाइ ब्ल्याकबेरी ब्लुबेरी के आम्बा मिठाईहरू पनि पाउँछ है अब डेली भ्लग गर्नु पऱ्यो भाइ भने पैसा कमाउँछु अनि तिमीलाई दिन्छु ल चक्लेट हाम्रो पोखराको भाइ खै नाम भन्दा नि तिम्रो अंकित इज फ्रम पोखरा ब्युटिफुल सिटी पोखरा यस्तो होइन किन आएको म त होइन स्टार्ट गरेको क्या 0.5 बनाउनु न अनि यसमा 0.5 मा पो बनाउनु भिडियो कसरी हो हेलो गाइस आफूलाई देखाउनु टक्क होस् फ्लावर यस्तै छ कस्तो छ अरे हाम्रो फर्स्ट ब्लग है अब चाहिँ तपाईँहरू दुबई अबुधाबीमा हुन्छ भने हाम्रो भाइको केक सपमा आउनु होला है बबाल केक सप छ यहाँनिर होइन बबाल केक सप छ केक चाहिँ बबाल नि है मिठो हुन्छ नि फेरि यहाँको त ल
नाइ नखाने म त खै केक छ तिमीसँग खै त तँ आज पोखराको साथीलाई लगिदिउँ कि देऊ त ऊ भाइ चाहिँ केक दिन्छ अरे है अनि मैले चाहिँ उसलाई चाहिँ म मेरो बर्थडे भएको छ भने म हाँस्छ ठिल हाँसिदिन्छु नि होइन यस्तो फेरि होइन अब यस्तो एकजना मान्छे छ यहाँ एकजना मान्छे छ आज मेरो बर्थडे हो क्या बर्थडे हो मेरो तिमीलाई केक लिएर आइदिएँ हो भने होइन मलाई लाज लाग्छ मेरो बर्थडे हो भनेर होइन जिस्केको केक दिएर भिडियो बनाउनु सिकेको कि आजबाट के खुवाउनु पऱ्यो यहाँ सानो के होइन स्टार्ट गरेको कि अब पैसा कमाउनु पऱ्यो क्या यो सेक्युरिटीको पैसाले पुगेन अनि टक्क लाएर यसो हल्का मेरो नाम युवराज गराउँदै छ क्या यो पहिला केक खाऊ न कस्तो टेस्ट गर त चक्लेट हो चक्लेट फ्लेभर होला यहाँको केकहरू त खतरा मिठो हुन्छ फेरि है खाँदा म त गुल्हान छोडेछु कि फेरि अहिले अब यस्तो मटाएर ढेन्जर मटाएर त्यो पेट लाग्यो मिठो छ यसो गर्नु अब बाई बाई अहिलेलाई तिम्रो नाम भन नि एकचोटि नाम भन नि एकचोटि ब्लग बनाउन सिकेको क्या मैले पनि साथीको नाताले सम्झाए प्रधानमन्त्रीको नाताले सम्मान गरेर सम्झाए मानेन पहिलो सदनको बैठकबाट नै सम्झाए कहिले भने मलाई थाहा भइसक्यो यो विस्तार गरिबको हजुर ए खोल्दै हुन्छ होइन 620को मात्र हो चाबी हेर्न उनीहरूले खोल्छ भन्ने हजुर सही हो म चाहिँ भिडियो बनाउनु लागेको छु त आजबाट ब्लग बनाउनु स्टार्ट गरेको के हाई भन्नु त यहाँ चाहिँ रेस्टुरेन्टहरू टन्नै छ नेपाली रेस्टुरेन्टहरू चाहिँ टन्नै छ अनि हाम्रो नेपालीहरू चाहिँ धेरै काम गर्न आउनुहुन्छ प्रत्येक यहाँ पनि आइसक्रिम पसल छ बच्चाहरूको आइसक्रिम खाउँछ चाहिँ हेलो गाइस म त माथि फर्स्ट फ्लोरमा जाँदैछु है त है म थिच्नै बिर्सेको रहेछु त यस्तो छ क्या